यसरी चुनाव हार्दैछन् रवि। नम्बर 1, 2 पटकसम्म चुनाव जितेर रविले चितवनमा सिनको नभाचेकाले। नम्बर 2, चुनाव लड्दा विकासका कुरा गर्ने र चुनाव जितेपछि व्यक्तिगत झमेलामा अल्झिएकाले रविप्रति चितवनवासीको विश्वास कम भएकाले। नम्बर 3, रवि लामिछानेले चुनाव जिते पनि सम्पत्ति शुद्धिकरणको मुद्दा किनारा नलागेसम्म शपथ खान नपाउने अवस्था भएकाले। नम्बर 4, पटक पटकको उपचुनावले राज्यको खर्च र मतदाताको समय बर्बादी हुने भएकाले। नम्बर 5, रवि लामिछाने विगत 4 वर्षदेखि चितवनको ओहोर दोहोर केवल स्टनबाज मात्र भएको जनताले थाहा पाएकाले। नम्बर 6, नेपाली कांग्रेसले चितवनको सबैभन्दा लोकप्रिय महिला नेत्री मीना खरेललाई चुनावमा उठाएकाले। नम्बर 7, 2048 सालदेखि नै चितवन कांग्रेसको इलाका भएका कारण यसपालि कुनै पनि गठबन्धन नभएपछि सम्पूर्ण कांग्रेसीले रुख चिन्हमा भोट हाल्ने अवसर पाएकाले। नम्बर 8, चुनाव जित्न बाहेक चितवनको हक हितमा काम गर्न रवि लामिछानेको कुनै उद्देश्य नदेखिएकाले। नम्बर 9, सहकारीका आधा दर्जन मुद्दा र सम्पत्ति शुद्धिकरण जस्ता गम्भीर प्रकृतिका मुद्दाको भारीले थिचिएको र पुनः जेल जाने सम्भावना भएकाले। र नम्बर 10, नेपाली कांग्रेसको रूपान्तरण र राष्ट्रपाको उग्रताका कारण घण्टीमा भोट कम हाल्ने